नमस्कार, म दीपक वज्राचार्य हिरण्यवर्ण महाविहारको चाहिँ सदस्य एवं वज्राचार्य पूजाविधि अपनाउँदै पुरोहितको रूपमा चाहिँ वज्राचार्यको चाहिँ पूजाविधि गर्दै आइरहेको चाहिँ म चाहिँ एकजना वज्राचार्य गुरुजु हुँ। अनि चाहिँ वज्राचार्य चाहिँ अब जजमानहरू पनि थुप्रै छ। मेरो जजमानहरू कहाँ गएर विभिन्न कर्मकाण्ड आदि र अनेक किसिमका वज्रयान सम्बन्धी अनेकौँ पूजाहरू मेरो चाहिँ मैले चाहिँ गर्दै आइरहेको छु। अनि यस चाहिँ सन्दर्भ अन्तर्गत चाहिँ अहिले चाहिँ विद्यमान वज्राचार्यको चाहिँ वज्राचार्य आदि पूजा विधि तन्त्र आदि सम्बन्धीमा कुनै यो बलि पूजाको चाहिँ भ्रामिक रूपमा चाहिँ यो प्रचार र परम्परा चाहिँ चल्दै आइरहेकोमा जनमानसमा चाहिँ गुनासो चाहिँ देखिएकोले मैले यसको लागि अलि स्पष्ट पार्ने चाहिँ यहाँ प्रयास गरेको छु। मैले अध्ययन अनुसार जानेको अनुसार चाहिँ प्रयास गर्न जमर्को गर्दछु। अब वज्रयान चाहिँ अति विकसित, महायानको अति विकसित सम्यक सम्बोधि प्राप्त गर्ने उद्देश्यले अभ्यास गर्ने परम्परा चाहिँ वज्रयान पूजा विधिमा निहित रहेको चाहिँ छ। हुन चाहिँ महायानको चाहिँ 10 पारमिता पूर्णता गर्ने भएपछि पनि हामी सम्यक सम्बुद्धि ज्ञान प्राप्त गरी सम्यक सम्बुद्ध बन्छौँ भनेर चाहिँ शास्त्रमा चाहिँ लेखिएको चाहिँ छ। तर चाहिँ 10 पारमिता चाहिँ सम्म पुरा गर्दाखेरि चाहिँ धेरै समय लाग्ने हुनाले एकदम छोटो अवधिमै गुरुको निर्देशन अनुसार अभ्यास गरेर योग चाहिँ अभ्यास गरेर छिट्टै सम्यक सम्बोधि ज्ञान बन्न सक्ने चाहिँ परम्परा वज्रयानमा रहेको चाहिँ छ। र वज्रयानका चाहिँ आदि गुरु चाहिँ वज्रसत्व मानिन्छ भनेदेखि वज्रयानको चाहिँ लक्ष्य पुरा गरेर वज्रधरत्व प्राप्ति अथवा वज्रसत्व चाहिँ प्राप्तिलाई नै अन्तिम लक्ष्य मानिन्छ। त्यसैले चाहिँ वज्रयानको चाहिँ मुख्य लक्ष्य भन्नु नै सम्यक सम्बोधि ज्ञान प्राप्त गर्नु, अर्को भाषामा वज्रधरत्व अथवा वज्रसत्वको सिद्धि प्राप्त गर्नु, यो चाहिँ उद्देश्य। यसमा चाहिँ धेरै देवदेवीहरूको चाहिँ परिकल्पना आउँछ। अनेकौँ चाहिँ वज्रयानमा चाहिँ मण्डल सम्बन्धी चर्चा, परिचर्चा र मण्डल सम्बन्धी अभ्यास चाहिँ आउने गर्दछ। अनि यसमा चाहिँ विशेष गरेर आभ्यन्तर चाहिँ भन्नाले चाहिँ मूल दीक्षा नभएका, त्यस सम्बन्धी चाहिँ स्पष्ट ज्ञान नभएकाहरूले अभ्यास गर्न नहुने, गुरुको चाहिँ अभिषेक अनुसार चाहिँ यज्ञता प्राप्त चाहिँ शिष्यहरूले मात्रै चाहिँ अभ्यास गर्ने पूजालाई चाहिँ आभ्यन्तर चाहिँ पूजा भनिन्छ। अनि अनेकौँ आभ्यन्तर पूजाहरू पनि चाहिँ चल्दै आएको छ। त यो चाहिँ जनसमाजमा अष्टमातृका सम्बन्धी चाहिँ पूजा, कर्णामय सम्बन्धी पूजा आज पनि विशेष चाहिँ चल्दै आइरहेको चाहिँ छ। यो चाहिँ महायान वज्रयान भन्नु नै सत्व प्राणी प्रति मैत्री, करुणा, मुदिता, उपेक्षा आदि चाहिँ चतुर्ब्रह्म विहार चाहिँ धारण गरेर विशेष रूपमा चाहिँ सत्व प्राणीहरूप्रति करुणा चाहिँ उत्पत्ति गरी सबै प्राणीहरूलाई समान रूपमा, चाहे चाहिँ जनावरै होस्, पशुपन्छी होस्, कीट फट्याङ्ग्रै होस्, उनीहरूलाई चाहिँ समेट्ने गरी करुणा भाव राखी उनीहरूलाई चाहिँ समेत चाहिँ मैले यदि चाहिँ सम्यक सम्बोधि ज्ञान प्राप्त गरेर बुद्ध बन्न सफल भएमा यी सबै प्राणीहरूलाई मैले प्राप्त गरेको ज्ञान उनीहरूलाई पनि चाहिँ यो सुनाउनु पर्छ। अर्थात् उनीहरूलाई पनि चाहिँ यो निर्देशन गरी उनीहरूलाई पनि सिक्ने मौका दिनुपर्छ भनेर सबै प्राणीहरूलाई चाहिँ यो दुःखमय संसारबाट चाहिँ उतार्ने प्रयासको लागि चाहिँ गरिने महायान र वज्रयान हो। त्यसैले समस्त प्राणीप्रति चाहिँ यसमा चाहिँ उत्तरदायित्व पनि रहेको चाहिँ छ। अनि त्यसो भएकोले चाहिँ यो पूजामा चाहिँ अनर्थ रूपमा, अकुशल रूपमा चाहिँ केही कुराहरू चाहिँ त्यस्तो चाहिँ छैन। तर समय, परिस्थिति र विभिन्न कारणवश अरू अन्य धर्म सम्प्रदायहरूको साथै रहेर कुनै अभ्यास चाहिँ गरिदिनाले चाहिँ
यसमा केही चाहिँ अहिले चाहिँ दूषित परम्परा चाहिँ देखिएको जनमानसमा गुनासो रहेको छ। अब यस अन्तर्गत चाहिँ यहाँ चाहिँ देखिएको चाहिँ मुख्य पूजा चाहिँ बलि पूजामा चाहिँ देखिएको चाहिँ छ र गुरुजोहरूले चाहिँ कुनै कुरामा चाहिँ बलि आजको पूजा गर्दाखेरि, नयाँ घर बनाउँदाखेरि, बलिको चाहिँ पूजा गर्दाखेरि अष्टमातृका चाहिँ साधना गरेर बलि पूजा गर्दाखेरि एउटा चाहिँ निरीह प्राणीलाई पनि बलि दिने चाहिँ चलन चाहिँ गुरुजोहरूले चाहिँ चलाउँदै आएको छ। सबै प्राणीहरूपट्टि करुणा राख्ने चाहिँ त्यस्तो अभ्यास गर्दै निरीह प्राणीलाई चाहिँ यो कष्ट दिए चाहिँ त्यो चाहिँ पूजामा प्रयोग गरियो। यो कस्तो किसिमको पूजा हो भनेर जनगुनासो आइरहेको छ त अष्टमातृका चाहिँ तन्त्र अन्तर्गत वज्रयान अन्तर्गत पर्छ र अष्टमातृकाको सिद्धिले पनि हामीलाई चाहिँ वज्रयानको सिद्धि प्राप्त हुन्छ। त्यसैले चाहिँ गुरुजोहरूमा चाहिँ अष्टमातृको पनि पूजाआजाको चाहिँ दरकार चाहिँ पर्दछ र यो अष्टमातृको चाहिँ पूजाआजाको बेलामा पनि आराम गर्ने बेला भैरवलाई चाहिँ बलि दिने हिसाबले चाहिँ एउटा चाहिँ बोका चाहिँ बलि दिने चलन चल्दै आइरहेको चाहिँ छ त मच्छिन्द्रनाथ आर्यावलोकेश्वरको चाहिँ रथ यात्राको चाहिँ दौरानमा मच्छिन्द्रनाथलाई चाहिँ बोकेका 4 भैरवहरूलाई पनि चाहिँ तुष्ट पार्न सन्तुष्ट पार्न एउटा निरीह चाहिँ राङ्गाको चाहिँ बलि दिने बोका बलि दिने चलन चल्दै आइरहेको छ। यसमा चाहिँ जनगुनासो देखिएको चाहिँ छ। अब यसमा चाहिँ अहिले मेरो अध्ययन अनुसार चाहिँ हुन त निरीह प्राणीलाई चाहिँ दुःख दिनु, कष्ट दिनु, प्राणी हत्या गर्नु चाहिँ यो चाहिँ वज्रयान महायानमा कतै आउने कुरा त होइन। सबै प्राणीहरूलाई चाहिँ समान व्यवहार गरेर करुणा राख्नुपर्ने, आफै उनीहरूको चाहिँ दुःख मुक्तिको लागि उत्सर्ग भइरहेका चाहिँ वज्रयान बोधिसत्व समान भएकाहरूलाई अरूलाई चाहिँ दुःख दिने कुरा त आउँदैन। फेरि चाहिँ लङ्का अवतार सूत्र भगवान् बुद्धले चाहिँ सुनाउनु हुँदाखेरि पनि महामती बोधिसत्वको अगाडि, हे महामती, सारा सत्व प्राणीहरूलाई चाहिँ करुणा राख्नुपर्छ उनीहरूलाई त्यस्तो निर्देशन दिने व्यक्तिले अरू प्राणीलाई मार्नुहुन्छ भनेर चाहिँ कसरी भन्न सकौँला। त्यसैले चाहिँ तिमीहरूले बुझिहाल्यो कुनै पनि सत्व प्राणीलाई चाहिँ दुःख दिनु उपयुक्त चाहिँ छैन। त्यसैले कुनै प्राणीको चाहिँ हिंसा गरेर मांस भक्षण गर्नु हुँदैन भनेर चाहिँ स्पष्टै छ भनेर उहाँले पनि भन्नुभएको थियो। अब चाहिँ यसो हुँदा चाहिँ वज्रयान पूजा विधिमा यस्तो चाहिँ कसरी देखियो र भन्दाखेरि चाहिँ यहाँ अनुमान गर्न सकिने खुलस्तै छ। पक्कै पनि अन्य चाहिँ हिंसालाई चाहिँ आफ्नो चाहिँ धर्ममा समेटेर त्यस्तो चाहिँ धर्म चलाउनेहरूको चाहिँ आसपासको सङ्गतले यसमा चाहिँ यो चाहिँ बलि प्रथा चाहिँ रहेको हुनुपर्छ। अनि हाम्रो चाहिँ वज्रयानको चाहिँ किंवदन्ती अनुसार सानातिना कुराहरू चाहिँ बलि जस्तै चाहिँ देखिएको पनि रहेको चाहिँ छ, नभएको त होइन। त्यति बेला चाहिँ आर्यावलोकेश्वर जुन चाहिँ मच्छिन्द्रनाथ रथ तान्ने चाहिँ क्रममा पहिले चाहिँ उहाँको चाहिँ जन्म बोधिसत्वको रूपमा एच्छेकुलमा चाहिँ आसाममा चाहिँ उहाँको चाहिँ जन्म भएको थियो र यो चाहिँ आसाममा जन्म भएको आर्यावलोकेश्वर कर्नामेलाई चाहिँ काठमाडौँ उपत्यकामा चाहिँ ल्याउन सकेको खण्डमा 12 वर्षदेखि नपरेको पानी पर्छ र शुद्ध चाहिँ चामल पूर्ण रूपमा चाहिँ चामल चाहिँ खेतीपाती गरेर चामल चाहिँ उम्रिन्छ र सबै जनताले प्रशस्त खाने पाउने छन् भनेर ज्योतिषहरूको चाहिँ भविष्यवाणी अनुसार चाहिँ बन्नुदत्त गुरु अनि काठमाडौँका चाहिँ बन्नुदत्त गुरु मूल पुरोहितको रूपमा त अनि चाहिँ त्यसको लागि पैसा खर्च गर्दैन, जजमानको रूपमा चाहिँ भक्तपुरका चाहिँ लिच्छवी राजा नरेन्द्र देव र अनि चाहिँ पूजाको आदि चाहिँ सबै सामान खानपिन चाहिँ सबै बोक्नको लागि ललितपुरबाट चाहिँ ज्यामीको रूपमा चाहिँ रटन चक्र भन्ने चाहिँ ज्यामी चाहिँ 3 जना मिलेर आसाममा जानुभएको थियो। र त्यति बेला चाहिँ बन्नुदत्त चाहिँ गुरुजु नरेन्द्र देवलाई चाहिँ यो आर्यावलोकेश्वरलाई चाहिँ यहाँ काठमाडौँ ल्याउन निकै ढौढौ मुस्किल परेको थियो त्यति बेला है। अनि उहाँहरूलाई चाहिँ यक्षहरूले चाहिँ हाम्रो चाहिँ यस्तो 32 लक्षणले परिपूर्ण चाहिँ आर्यावलोकेश्वर कहाँबाट चाहिँ दिन सकौँ, उहाँहरूले चाहिँ त्यो लाने भनेर हुन्छ,
हामी त त्यसको लागि लड्ने तयार छौँ भनेर चाहिँ यक्षहरू चाहिँ सब मिलेर चाहिँ गुर्जोहरूलाई खेडाइदियो। अनि त्यति बेला चाहिँ अब चाहिँ यक्षहरूलाई चाहिँ त्रास पार्न, उनीहरूलाई चाहिँ डराउन वन्यदत्त गुर्जोले चाहिँ 4 जना चाहिँ यो चाहिँ 4 जना हयग्रीव आदि यिनीहरू लुप्त संहार आदि 4 जना भैरवहरूको आह्वान गर्नुभएको थियो। अनि चाहिँ त्यति बेला नै यक्ष कुलका चाहिँ यक्ष भन्नाले चाहिँ यक्ष र यक्षिणीको स्वभावमा शास्त्रमा चाहिँ के बताइएको छ भन्दाखेरि यक्ष यक्षिणी रक्त पिपासु है, काँचो मासु चाहिँ काँचो रगत मासुको प्रिय, मध्य मांस चाहिँ अति नै प्रिय र काम आचरणमा बढी तृष्णा भएको, त्यस्तोलाई यक्ष भनेर चाहिँ शास्त्रमा बताइएको छ। अनि उनीहरूको चाहिँ स्फूर्ति पनि धेरै हुन्छ। अनि त्यसै हुनाले चाहिँ यिनीहरूलाई चाहिँ अब सन्तुष्ट पार्न भनेर चाहिँ वन्यदत्त आचार्यले त्यति बेला तन्त्र मन्त्र गरेर कालो भटमास, अदुवा, उखु आदिलाई आफ्नो चाहिँ मन्त्र शक्तिको चाहिँ प्रयोगले सबैलाई त्यो कालो भटमास, त्यो अदुवा आदिलाई बोकाको रूपमा, राङ्गोको रूपमा चाहिँ उहाँले चाहिँ सृजना गर्नुभएको थियो। अनि यो यक्षहरू चाहिँ उनीहरूलाई थाहा थिएन कि उनीहरूले चाहिँ अब जिउँदै चाहिँ यो राङ्गा हो, जिउँदै बोका हो। अनि उनीहरूलाई चाहिँ मारेर खाएर एकदम सन्तुष्ट हर्ष मानेका थिए भनेर चाहिँ यो चाहिँ बुङ्गदेव चाहिँ कर्नामे काठमाडौँ ल्याउनको ब्रिटान कथामा चाहिँ रहेको चाहिँ छ। यसरी उहाँहरूलाई चाहिँ सन्तुष्ट पार्न चाहिँ बोकाको बलि जस्तै कृत्रिम रूपमा बनाएर त्यस्तो दिनुभएको थियो भनेर चाहिँ त्यो आउँछ है। अनि चाहिँ आउँछ। अनि अर्को कुरा चाहिँ अष्टमातृकाको चाहिँ सिद्धि प्राप्त गुर्जोहरूलाई चाहिन्छ, नचाहिने होइन। त्यसैले चाहिँ दसैँको बेला 8 दिनसम्म चाहिँ ब्रह्मायणी, रुद्रायणी, भैरवदेखि चाहिँ 8 दिनसम्म चाहिँ उहाँहरूको चाहिँ पुरस्चन गरेर अनि 9-10 दिन दशमी पूजा गरेर दसैँ सकिन्छ। अनि अष्टमातृका भने चाहिँ पीठ स्थानमा देवीको सँगसँगै भूत, प्रेत, पिशाच, अपस्मार, डाक, डाकिनी, ओस्तार्क आदि चाहिँ हाम्रो चाहिँ मान्छेको आँखाले देख्न नसकिने तर चाहिँ सजीव रूपमा भएका अदृश्य गणहरू उहाँहरू रहेको हुन्छ। अनि पूजा गर्दाखेरि देवीको चाहिँ पूजा गर्दाखेरि यो भूत प्रेत पिशाचहरूलाई चाहिँ उनीहरूलाई सन्तुष्ट पार्न सकेको खण्डमा पूर्ण रूपमा सिद्धि प्राप्त हुन्छ। अब भूत प्रेत पिशाच ओस्तार्क कुम्भाण्ड उनीहरूको चाहिँ मुख्य खाना भने चाहिँ मासु मध्य त्यस्तो रह्यो। त्यसैले वज्रयानको चाहिँ पूजा विधिमा उनीहरूलाई चाहिँ तुष्ट सन्तुष्ट पारेर आफूलाई सिद्धि प्राप्तको लागि चाहिँ मध्य मांसको प्रयोग गरिन्छ, नगरिने होइन। तर मध्य मांस प्रयोग गरे पनि कस्तो किसिमले भन्दाखेरि मध्य जाँद रक्सी आदि गुरुजोले आफ्नो मन्त्रले शोधन गरिसकेको त आफ्नो उनीहरूलाई चाहिँ वज्राचार्य पुरोहितमा गुरुले चाहिँ अभिषेक दिएको चाहिँ मध्य मांस चाहिँ शोधन गर्ने मन्त्र रहेको हुन्छ। अनि चाहिँ त्यो विधि अनुसार चाहिँ त्यो मध्य जाँड आदि रक्सीमा चाहिँ यो चाहिँ पदार्थ राखेर त्यसलाई शोधन गरिन्छ। अनि शोधन गरेकोमा चाहिँ वाक्य नै यस्तो चाहिँ छ कि यो मध्यमा रहेको जाँड रक्सीमा राखेको मान्छे सत्व प्राणलाई लट लाग्ने किसिमका त्यस्ता चाहिँ वीर्य र बण्ड र त्यसको चाहिँ रसहरू सबै सखा भएर यो अमृतमा परिणत होस् भनेर त्यस्तो मन्त्रले शोधन गरेर त्यस्तो मन्त्र चाहिँ चढाएको हुन्छ। त गुर्जुहरूले पनि आफ्नो चाहिँ पात्रमा चाहिँ मध्य राखेर चाहिँ त्यो चाहिँ पिउने क्रममा चाहिँ यस्तै शोधन गरिसकेका मध्यहरू चाहिँ प्रयोग हुन्छ। त्यो पनि चाहिँ धेरै होइन, थोरै रूपमा त्यो के दिएको छ, के प्रसाद दिएको चाहिँ थाहा होइन, थोरै रूपमा मात्रै भक्ष्य गरिन्छ। अनि भूत प्रेतलाई चाहिँ यो यस्तै चाहिँ मध्य मांस चढाउनु भयो। मांस चढाउँदाखेरि पनि अरू प्राणलाई कष्ट दिनु त भएन। अब नमारी चाहिँ मासु प्राप्त हुँदैन, यहाँ विकल्पै उठ्यो। भनेपछि कस्तो मासु लिने,
जसले चाहिँ प्राणीहरूलाई चाहिँ कुनै किसिमका कष्ट नहोस्। अब मासु त चाहियो, किनभने भूत प्रेत पिशाच भने चाहिँ रक्त पिपासु, यो मांस पिपासु, रक्त र चाहिँ रगत र मांसमा चाहिँ एकदम तृष्णा भएको, उनीहरूलाई चाहिँ तुष्ट पार्नु पर्यो। त्यसैले धेरै तन्त्रहरूमा चाहिँ यहाँ चाहिँ पनि दिएको चाहिँ छ कि योगिनी सञ्चार तन्त्र है, मैले चाहिँ अध्ययन गरेको चाहिँ एउटा चाहिँ यो हो। यसमा स्पष्ट साथै दिएको चाहिँ छ कि मांस प्रयोगमा चाहिँ कस्तो किसिमकोले कस्तो किसिमको भन्दाखेरि केन वस्तुना पूजनीया इत्याह मध्य नीति गुटमाड बादिवि मांसे रीति अयत्न लब्धै नरबद्धै बिना प्रयास बिना कोसिसले प्राप्त भएको मासु। अब काटेर यसोलाई चाहिँ प्रयास गरिएको भयो है, यो चाहिँ सुराले हानेर, खड्गले हानेर, खुकुरीले काटेर, बन्चरले काटेर भएको प्रयास गरिएको, बिना प्रयास बिना कोसिस प्राप्त हुने चाहिँ मासु। त्यस्तो मासुमा चाहिँ के भनेको चाहिँ भने जङ्गल वन जङ्गलतिर बाघ भालु चितुवाले त्यहाँ रहेका अर्ना राङ्गा मृग आदि चाहिँ मारिसकेको हुन्छ। अनि उनीहरूले चाहिँ पुरै चाहिँ मासु नखाए त्यसको चाहिँ उनीहरूको मृतक शरीर त्यहाँ छोडेर गएको हुन्छ। त्यस्तो अथवा काल गतिले नै उनीहरूले चाहिँ नमारे पनि काल गतिले चाहिँ त्यहाँ चाहिँ मरेका पशुहरूबाट त्यसबाट प्राप्त चाहिँ मासु लिने अनि त्यो मासुद्वारा पूजा गरोस्। अनि फेरि भद्राचार्य गुरुहरूमा कस्तो शक्ति हुन्छ भन्दाखेरि सानो एक टुक्रा मासुलाई पनि पहाड जस्तो ठुलो भण्डार, मासुको भण्डार गरेर प्रकट गर्न सकिने। अनि भूत प्रेत पिशाचहरूलाई पनि सानो चाहिँ टुक्रा मासु चढाए अनि चाहिँ बलि पूजा यस्तो चाहिँ है अयत्न न लब्धै बिना प्रयत्न बिना कोसिसले प्राप्त वन जङ्गलमा चाहिँ त्यस्तै कालगतिले मरेका अथवा चाहिँ बाघ भालु हिंसक आदिले चाहिँ मारिएका राङ्गाका सिस्नुहरू र बका आदि मृग आदिका चाहिँ त्यस्तो मासु आदि प्रयोग गरिन्थ्यो। र अनि वज्राचार्यहरूमा चाहिँ यस्तो प्रसाद हुन्थ्यो कि सानो टुक्रो मासुलाई पनि ठुलो एकदम बृहत रूपमा चाहिँ बनाएर चाहिँ देखाउन सक्ने। अनि त्यति बेला चाहिँ भूत प्रेतहरू चाहिँ त्यो मासु चाहिँ अत्यन्त स्वाद लिएर जति खाए पनि नअगाउने त्यस्तो रूपमा चाहिँ पूजा गर्दै आइरहेको थियो त्यस्तोमा। अनि चाहिँ त्यो एकदम चाहिँ आभ्यन्तर थियो र गुरुबाट चाहिँ अभिषेक प्राप्त नभएका कुनै पनि अरू मान्छेहरूले चाहिँ यो पूजा हेर्नु हुँदैन थियो। त्यसैले यो अभिषेक प्राप्त नभएका बारेमा यस पूजा बारे चाहिँ केही पनि ज्ञान हुँदैन थियो। अनि प्रसाद लिने बेलामा पनि मध्य आदि चाहिँ शोधन गरिएको प्राप्त भए पनि धेरै सानो प्रमाण रूपमा मात्रै र अनि मासुको चाहिँ प्रमाण पञ्चाकुश ग्रहण गरिन्छ। पञ्चाकुशको चाहिँ अर्थ पनि चाहिँ दुईटा एकदमै चाहिँ गम्भीर अर्थ पनि लाग्छ र यो चाहिँ पञ्चाकुशको अर्थ चाहिँ बोधिसत्व चाहिँ सम्भार मार्गमा द्रुत गतिले आफ्नो चाहिँ चित्तलाई वीर्य प्रयोग गर्ने एकदम प्रसाद गर्नेलाई पञ्चाकुश, त्यसैले पञ्चाकुशको चाहिँ प्रसाद लिनुपर्छ भने त्यस्तो चाहिँ शास्त्रमा भनिएको छ। त्यसैले पूजाआजा चाहिँ सिद्धिँदाखेरि अहिलेसम्म पनि गुरुजहरूले चाहिँ पञ्चाकुशको चाहिँ प्रसाद लिने चाहिँ चलन चलेको छ। एउटा चाहिँ पञ्चाकुश भन्नाले चाहिँ यो 5वटा चाहिँ अंकुश भनेको स्मृति बल, श्रद्धा बल, समाधि बल, वीर्य बल, प्रज्ञा बल, यो प्राप्त भयो मात्रै उसको चाहिँ बोधिसत्व सम्भार एकदम छिटो छरितो चाहिँ त्यस्तो लाग्छ। त्यही हिसाबले चाहिँ 5वटा चाहिँ मासु परिकल्पना गरी चाहिँ प्रसाद लिन्छ थोरै प्रमाणमा। अनि यो अभिषेक प्राप्त नभएका शिष्यहरूलाई त्यति बेला ज्ञान हुन्थ्यो र थोरै लिने गरिन्थ्यो। अनि पछि बिस्तारै यो धर्ममा चाहिँ अनन्य हिंसादिवादीहरूको चाहिँ सङ्गत यसमा चाहिँ पक्कै प्रभाव परेको चाहिँ यहाँ देखिन्छ। र अरूले हिंसा गर्नेहरूले यिनीहरूलाई चाहिँ भड्काउन भ्रम पार्नको लागि उनीहरूले चाहिँ यसैमा हिंसा प्रथा मिलाइदियो र अनि जीवित प्राणीलाई
हिंसा गर्ने चाहिँ चलन यसमा चल्न थाल्यो र अनि यसमा चाहिँ मर्सेन्द्रनाथको चाहिँ रथ यात्रामा चाहिँ दिँदा पनि भैरवलाई चाहिँ बोका अथवा राङ्गा चाहिँ जीवित चाहिँ काटेर उनीहरूकै बलिदिन चलन चल्यो त अष्टमातृको नाचमा पनि बोका बलिदिन चलन चल्यो भने चाहिँ गुर्जुहरूले चाहिँ नयाँ घर बनाउँदाखेरि अष्टमातृका चाहिँ बलियार्चन पूजा गर्दाखेरि पनि एक निरव प्राणीलाई चाहिँ बलि दिने चलन चल्यो र यसबाहेक धेरै जसो काठमाडौँमा देखिन्छ। काठमाडौँका चाहिँ धेरै चैत्यहरू बुद्धिस्ट चैत्यहरूमा पनि तल्लो भागमा एउटा चाहिँ अर्कै चाहिँ बलि लिने चाहिँ देवीको मूर्ति राखी त्यही चाहिँ चैत्यमा चाहिँ बलि दिने चलन पनि चलायो। यसबाट चाहिँ वज्रयानमा चाहिँ अशुद्ध रूपमा चाहिँ यो चाहिँ चलन चलेको देखियो र शुद्ध रूपमा चाहिँ भन्नु पर्दाखेरि अहिले हालसम्म पनि दसैँको बेला अहिलेसम्म पनि बजारले आफ्नो आँगनमा चाहिँ यस्तै चाहिँ बलिको चाहिँ सट्टा अदुवा काट्ने उखु काट्ने त्यस्तो चलन आएको छ। उखु र अदुवा आदि भटमासहरूलाई चाहिँ जीवित रूपमा चाहिँ प्राणी कृत्रिम गरेर निर्माण गर्न सक्ने त्यस्तो चाहिँ बन्नुटकले चाहिँ चलाएको प्रथालाई देवतालाई सन्तोष होस् भनेर चाहिँ अदुवा अनि चाहिँ त्यो फर्स कुबिन्डो आदिको चाहिँ बलि दिने चलन चाहिँ त्यो चलन चाहिँ अहिले हालसम्म पनि चलेको चाहिँ छ र अहिले आएर चाहिँ अब पूर्ण रूपमा यस्तो चाहिँ परिशुद्ध भएको बोधिसत्व सम्वाद प्रयास गर्ने सत्व प्राणी उपर चाहिँ करुणा राख्ने अहिंसावादी धर्ममा पक्कै पनि यो बलि दिने चाहिँ निरह प्राणीलाई बलि दिने चाहिँ उपयुक्त होइन भनेर चाहिँ महसुस गरी बिस्तारै लगभग करिब चाहिँ यसको हिसाबले 90% जति नै शारीरिक कर्म थामिसकेको चाहिँ छ। अहिले चाहिँ फुटपाथ रूपमा चाहिँ अलिअलि सानोतिनो चाहिँ नदेखिएको त होइन। उहाँहरूले पनि यो कुरोलाई चाहिँ मनन गरी चाहिँ यो चाहिँ जीवितलाई निरह प्राणी सोझसिधा प्राणीलाई बलि दिनुको चाहिँ सत्ता अर्कै अयत्न नलब्दै चाहिँ त्यो सम्झेर त्यो हिसाबले चाहिँ पूजाआजा गरी यो वज्रयानको चाहिँ बाटोमा पूर्ण रूपमा चाहिँ हिंसादी कर्म बन्द गराउनु हुनेछ भनेर मैले चाहिँ विचार लिएको छु। अनि चाहिँ अहिले गुर्जुहरूबाट पनि चाहिँ एकदमै चाहिँ कमै मात्र चाहिँ एकदमै थोरै नगन्य रूपमा मात्रै सानोतिनो चाहिँ गृह बल्यार्चनमा चाहिँ फाटो रूपमा मात्रै बलि दिएको पाइन्छ। अन्यथा चाहिँ धेरै नै कम भएको चाहिँ छ त। अहिले चाहिँ शक्तिपीठहरूमा पनि दसैँको बेला अन्य हिंसा चलेका चाहिँ धर्महरूले पनि एकदमै हिंसादी चाहिँ बलि चाहिँ एकदमै कम गरेर अष्टमातृको बलिपीठहरूमा चाहिँ पहिले चाहिँ थुप्रै चाहिँ पशु पन्छीको बलि चढाइन्थे त अहिले एकदमै चाहिँ कम भइरहेको चाहिँ गइरहेको चाहिँ हामीलाई चाहिँ महसुस भइराखेको चाहिँ छ। त्यसैले यो बलि चाहिँ पूर्णतया चाहिँ एउटा सिधा सादा सोझा प्राणीलाई दुःख दिनु कडापि महायान र वज्रयानको चाहिँ मेन लक्ष्य होइन। उनीहरूलाई चाहिँ सम्यक समुद्ध ज्ञान चाहिँ मैले प्राप्त गरेँ भने यही ज्ञान चाहिँ म प्रदान गर्छु भनेर करुणा राख्नु पर्ने व्यक्तिले अरू प्राणीलाई चाहिँ हिंसा गरेर मार्न सक्दैन। फेरि भगवान् बुद्धको चाहिँ पञ्चशील श्रावक ज्ञानदेखि वज्रयानसम्म लागु हुन्छ। पञ्चशीलको चाहिँ सुरुमै चाहिँ प्राणादि पाता वैर मनम शिक्षापनम समाधि हामी अरू प्राणीहरूलाई चाहिँ सानोतिनो घाउ चोटपटक लाग्नेदेखि मार्नेसम्मका कार्य मैले गर्ने छैन। फेरि चाहिँ 9 ग्रन्थ सूत्रहरूमा यस्तो भनेको छ कि अविनिवर्तनीय बोधसत्व सम्यक सम्बुद्ध ज्ञान चाहिँ प्राप्त गरेरै छाड्छौँ, त्यो नभएसम्म चाहिँ कुनै पनि हालतमा म फिर्ता आउने छैन भनेर दृढ प्रतिज्ञामा लाग्ने अविनिवर्तनीय बोधसत्व भूमिमा पुगिसकेका बोधसत्वले यो पञ्चशीलमा आफूले पनि प्राणी हिंसा गर्दैन, अरूलाई पनि प्राणी हिंसा चाहिँ गर्नुहुन्छ भनेर चाहिँ निर्देशन दिँदैन, अरूलाई पनि चाहिँ प्राणी हिंसा गर्नु हुँदैन भनेर नै चाहिँ सिकाउँछ। आफूले पनि अरूको चाहिँ चोरी गर्दैन, अरूलाई पनि चोरी काम गर्नु हुँदैन भनेर सम्झाउँछ। आफूले पनि काम मिथ्याचार गर्दैन, अरूलाई पनि चाहिँ काम मिथ्याचार गर्नु हुँदैन भनेर सम्झाउँछ। आफूले पनि केही झुठो कुरा बोल्ने अरूलाई चाहिँ कडा किसिमका चाहिँ कडा बोली वचन चाहिँ बोल्ने गर्दैन र अरू मान्छेहरूलाई पनि अरूलाई चाहिँ झुठो बोल्नु हुँदैन भनेर नै सिकाउनुहुन्छ। आफूले पनि चाहिँ मध्यमांस आदि चाहिँ एकदम चाहिँ यो चाहिँ हाम्रो शरीरलाई चाहिँ लाग्ने खालका खराब खालका
मध्यमांसहरू प्रयोग गर्ने चाहिँ आफू पनि गर्दैन, अरूलाई पनि गर्नु हुँदैन भनेर सिकाउनुहुन्छ। र अभिनिवर्तनीय बोधिसत्व पुगिसकेका उहाँको राति सुत्ने बेला निन्द्रामा समेटै कहिले पनि चाहिँ प्राणी हिंसा गरेको उहाँले सपनामा समेटै देख्दैन, चोरी गरेको पनि चाहिँ उहाँले चाहिँ सपना देख्दैन, काम मिथ्याचार मृषावाद सुरामैर 5वटा शील अरू केही पनि शील भङ्ग भएको उहाँहरूको चाहिँ सपनामा देख्दैन भनेर चाहिँ यसो चाहिँ सूत्रमा लेखेको छ। त्यसैबाट चाहिँ स्पष्ट हुन्छ कि निरीह प्राणीलाई चाहिँ बलि दिनु चाहिँ कडापि चाहिँ बुद्ध धर्म र महायानमा चाहिँ कतै नभएको पछि बिस्तारै चाहिँ मिश्रित भएकै हो। त्यसैले यो सम्झेर चाहिँ वज्रयान सम्बन्धी चाहिँ पूजा आजामा चाहिँ विशेष चाहिँ चलाइराखेकाहरूले सबैले यसलाई चाहिँ मनन गर्नु नै हुनेछ भनेर मैले विश्वास लिएको छु। अनि अब चाहिँ वर्तमान परिप्रेक्ष्यमा आएर चाहिँ अब हिंसादी कर्म त धेरै कम भयो है। अनि अब चाहिँ बल्यार्चन पूजा, नाम त बल्यार्चन पूजा भनिन्छ, हाम्रोतिर विभिन्न चाहिँ बहाल भइहरूमा चाहिँ अहिले पनि आभ्यन्तर पूजा बल्यार्चन पूजा भनेर चाहिँ दिगी आगम दिगीहरूमा चाहिँ कतै औँसीको बेला, कतै पूर्णिको बेला, कतै दशमीको बेला, कतै चतुर्दशी बेला चाहिँ बल्यार्चन पूजा अहिलेसम्म पनि चलिरहेको छ। त्यहाँको चाहिँ बल्यार्चनमा चाहिँ कुनै प्रकारको चाहिँ हिंसादी कर्म हुँदैन। अनि मैले भने जस्तै शोधन गरिएका मध्ये अयत्ने नलब्दै चाहिँ मान्छ, त्यसको लागि त्यसको प्रयोगले गुह्य पूजा हुँदै त्यहाँ बलि पूजामा प्रयोग हुने चिउराको कनिकाले बनाएका घोजाहरू, त्यसमा चाहिँ कालो भटमास अनि चाहिँ गेडा मासको चाहिँ डल्लो, त्यसलाई नै बलि सम्झेर अक्षेटा फुल र चन्दन आदिले त्यसमा चाहिँ पानी चाहिँ छर्दै ल यिनी चाहिँ यी बलि चाहिँ विशिष्ट ग्रहण गर्ने देवदेवीहरू भूतप्रेतहरूले यही बलि पूजा ग्रहण गर्नुहोस् भनेर त्यहाँ पनि त्यस्तै मात्रै बलि पूजा गरिन्छ। त्यसैले यहाँ चाहिँ विशिष्ट चाहिँ यो वज्रयानमा कतै पनि हिंसादी चाहिँ प्रयोग चाहिँ पहिले पनि थिएन। पछि आएर बिस्तारै चाहिँ केही चाहिँ अन्य चाहिँ बौद्ध धर्मका इतर पक्ष अरू चाहिँ धर्ममान्यहरूले चाहिँ जबरजस्ती लादिएको त्यो पनि हुनुपर्छ। किनभनेदेखि पहिले चाहिँ अलि चाहिँ शासकहरूले बल जप्ती पनि यदि हिंसादी काटमार नगरेको खण्डमा केही कारवाही गरेर चाहिँ छाड्छौँ भनेर चाहिँ पक्कै चाहिँ बुद्ध धर्मलाई दबाब दिएको हुनुपर्छ। किनभने इतिहासमा पनि इतिहासमै स्पष्ट चाहिँ छ। पहिले भन्तेहरू गेरु वस्त्र लाएर चाहिँ भन्ते हुँदाखेरि भन्ते यो चाहिँ बुद्ध धर्मको चाहिँ प्रचार गरियो भनेदेखि अन्य धर्मलाई चाहिँ यो बिठोलिने, अन्य धर्मलाई चाहिँ कमजोर बनाउने चाहिँ त्यो पक्कै गर्छ भनेर उहाँहरूले चाहिँ यो बुद्ध धर्मलाई चाहिँ नाश पार्नको लागि चाहिँ भन्तेहरूलाई देश निकाला गरिएको। अनि त्यति बेला ब्राह्मणहरूलाई चाहिँ हामीले चाहिँ ठोगेन भनेर चाहिँ जेलमा हालेको त्यस्तो चाहिँ इतिहासमा सुन्नमा आउँछ। र बुद्ध धर्मका किताबहरू बेचेको भनेर चाहिँ किताब पसलको चाहिँ सब किताबहरू फालिदिएको त्यस्तो आउँछ। त्यसैले बुद्ध धर्ममा चाहिँ त्यति बेलाका चाहिँ शासकलाई दबाबमा पारेर यसो हिंसादी कर्म चाहिँ लादिएको पनि पक्कै हुनुपर्छ। चाहिँ त्यसैले यो चाहिँ अत्यन्त चाहिँ शुद्ध बोधिचर्याको अभ्यास, तथागतचर्याको अभ्यास, तथागतचर्या भने नै सकल सत्व प्राणी चाहिँ उनीहरूलाई असल ज्ञानमा सम्यक सम्बुद्ध ज्ञान प्राप्त गराउनको लागि आफ्नो जीवन उत्सर्ग गरेर उनीहरूको चाहिँ लागिरहने बोधिसत्व चाहिँ सम्मारको शुद्ध चाहिँ चर्या हो। त्यसैले यो सम्झेर सबै प्रकारका चाहिँ पूजाहरूमा चाहिँ अनावश्यक प्राणीहरूलाई चाहिँ दुःख दिने काम कडापि गर्नु हुँदैन। यो सम्झेर चाहिँ निरीह प्राणीलाई चाहिँ बलि दिने त्यस्तो चाहिँ पूजाआजामा सोच सम्झेर विचार पुर्याएर यस्तो कुप्रथा हटाउनु हुन्छ चाहिँ भनेर मैले विश्वास लिएको छु। सतु पञ्चाबारा निन्ति विकल्पे साधकस्य यथारुचितेन उच्चारयति उदीर्य समेद्रव्यादिति पूर्वोक्त पिशित मध्य आदिकं पंचामृत प्रज्ञप्रतीक रूपकं सुस्थिर इति अमृत उत्पादन क्रमेण साधुतया शोधनादिपूर्वकं स्थितं काद्याभ्यन्तर इति अर्थ। अनि यसको चाहिँ
बलि पूजा चाहिँ केमा आएको छ। फेरि चतित्याकारेण योगेन मण्डल चक्रम निष्पाद्य वज्रदेव्य लोकोत्तर मण्डल चक्राकारा प्रपूजनीया अर्चनीया कथम इत्याह प्रयत्नादीति व्यापारान्तरं परिहृत्य बलिदाने कनिष्ठेन वीर्येण तीर्थं केन वस्तुना पूजनीया इत्याह मध्ये नेति गूढ मार्डवादिभिः मांसैरिति अयत्न लब्धैर अनबध्ये पिशिचितार्थिभिः यथावत् मन्त्रमुद्रादिभिः संस्कृतै। यसमा चाहिँ अयत्न बिना प्रयास गरिएको चाहिँ बिना प्रयासबाट प्राप्त मासु त्यो पनि मन्त्र मुद्राविद्वारा चाहिँ शोधन गरिएका।